सँग पढ तिमीहरू अनि दाइको चाहिँ मैले भिडियो ठ्याक्क अस्तितिर देखेको थिएँ अनि घरमा बसिरहेको थिएँ कि दाइको भिडियो देखेँ होइन अनि भित्रैबाट कस्तो कस्तो लाग्यो कि अनि मैले ठ्याक्क त्यो भिडियो चाहिँ अनि पोस्ट गरेँ फेसबुकमा अनि रमेश अङ्कलले पनि एउटा कन्ट्याक्ट गर्नुभएको रमेश अङ्कल भन्नेले नि कन्ट्याक्ट गर्छु भन्नुभएको थियो अनि मैले पनि भाइलाई पठाएँ भिडियो अनि भाइले नि दाइ यसो अब जति सक्छ त्यति गरौँ न त गएर दिउँ होइन अब सेवा गर्नुपर्छ होइन भनेर हामीले नि अब मनलेदेखिबाट नै चाहेर यसरी होइन गर्न खोजेको हो तिमीहरू राम्रोसँग पढ राम्रोसँग ठुलो मान्छे बन्नु असल मान्छे बन्नु होइन बिग्रिनु भएन कुलतमा फस्नु भएन अब दाइले यत्रो दुःख गर्नुभएको तिमीहरूकै लागि हो तिमीहरूकै भविष्यको लागि हो कि होइन भन त अन्त दाइको चित्त चाहिँ कहिले नदेखाऊ दाइले तिमीहरूलाई यत्रो मान्छेले कति आफ्नो स्वार्थको लागि आफ्नो युज गरेर हुन्छ है तर निस्वार्थ आफ्नो भावना लिएर दाइले सहयोग गरिरहनु भएको दाइको लागि चाहिँ तिमीहरूले कहिल्यै चित्त नदुखाइदियो हामी अब अहिले त बेरोजगार छौँ अब बिस्तारै अब रोजगार भएपछि बिस्तारै अलिक ठुलो सहयोग गर्दै जान्छौँ त्यस्तो कुरामा चाहिँ केही कुरा भएन होइन तिमीहरू राम्रो मान्छे बन्नु ठुलो मान्छे बन्नु अनि राम्रो पढ्नु है यति भन्छु म चाहिँ राम्रोसँग पढ्नु